नो ड्रामा नो क्लिकबेट ओन्ली टेक डबल रोल भिडियो कसरी बनाउने। नमस्ते, स्वागत छ युट्युब च्यानलमा। तपाईँ पनि आफ्नो डबल रोल भिडियो कसरी बनाउने भनेर चिन्तित हुनुहुन्छ? यदि हो भने आजको यो भिडियो तपाईँका लागि। पहिलोपटक च्यानल टेक लाक्पामा आउँदै हुनुहुन्छ भने यस युट्युब च्यानल टेक लाक्पालाई सब्सक्राइब गर्नुहोस् र नजिकै रहेको नोटिफिकेसन बेललाई दबाउनुहोस्। एकदमै सजिलै तपाईँले आफ्नै फोनमा आफ्नो डबल रोल भिडियो कसरी बनाउने भनेर यो भिडियो हेरेर जान सक्नुहुनेछ। ढिला नगरिकन अगाडि बढौँ भिडियोतर्फ। अब हामी फोनको स्क्रिनमा आइसकेका छौँ। भिएन एप ओपन गरौँ, भिएन भिडियो एडिटर, र तपाईँको नयाँ प्रोजेक्ट प्लसमा क्लिक गरौँ र न्यू भिडियोमा क्लिक गरौँ। यसमा क्लिक गरिसकेपछि भिडियो बेस्टमा क्लिक गरेर नेक्स्ट गरौँ। अब अघि खिचेको भिडियो क्लिपहरू रहेको छ। अब हामी डबल रोल भिडियो बनाउन प्रयास गरिरहेका छौँ। यो पहिलो क्लिप हामी एड गर्छौँ। पहिलो क्लिप एड गरिसकेपछि यहाँबाट प्ले गरेर पहिलो क्लिप कहाँसम्म हामी राख्दैछौँ त होइन, तपाईँको यहाँसम्म पहिलो क्लिप हो। के हो भनेर बताउँ भनेछ, साथीको कुरा सुनौँ। अब यहाँसम्मको पहिलो क्लिप यसरी टक्क कट गर्ने होइन। अब तपाईँको दोस्रो क्लिपलाई यताको यो भयो होइन। दोस्रो क्लिपले कहाँ देख्यो त, दोस्रो पार्टमा यहाँदेखि बोलेको पल्लो कुर्सीमा गयो, टक्क कुर्सीमा बस्यो होइन। अब यहाँ तपाईँको दोस्रो क्लिप यहाँदेखि बोलेर कहाँसम्म पुग्यो त, यहाँसम्म भयो यसरी। अब तपाईँको यो भिडियोमा बोल्दाखेरि उतापट्टि आफै बसेको देखाउनु पर्यो र यो क्लिपमा बोल्दाखेरि पनि यतापट्टि आफू बसेको देखाउनु पर्यो होइन। त्यसका लागि तपाईँको अब यहाँनिर पछाडिपट्टि हामीले अघि सुनेर बसेको भिडियो थियो, यसमा यो क्लिक गरौँ। यसमा चाहिँ हामीले बोलेका छैनौँ, यो चाहिँ तपाईँको सुनेको मात्रै भिडियो होइन। अब यसले तपाईँले ओभरली गर्नुपर्ने हुन्छ। यहाँनिर यसरी तलपट्टि अप्सनहरू रहेको छ, अप्सनलाई क्लिक गरेर होइन लास्टमा यहाँ तपाईँ देख्न सक्नुहुनेछ ओभरली भनेर, यसमा क्लिक गर्नुहोस्। ओभरली गरेपछि यो माथिपट्टि यो क्लिपलाई यसरी सर अगाडि सार्नुहोस् र कुन भिडियो माथि लाने यसरी आइसकेपछि होइन यहाँ तपाईँको अब अहिले त्यहाँ तपाईँको डबल रोल देखिएन। अब डबल रोल देखाउनको लागि चाहिँ यो ओभरली गरिएको क्लिपमा क्लिक गर्ने। त्यसपछि तलको अप्सन यसरी सार्दै जानुहोस् र सार्दै जाने क्रममा यहाँ तपाईँको मार्क्स भन्ने देखिन्छ, यो मार्क्समा क्लिक गर्नुहोस्। मार्क्समा क्लिक गरेपछि अब तपाईँले यहाँनिर लाइनरमा क्लिक गर्नु होला, लाइनर होइन। लाइनरमा क्लिक गरेपछि यहाँ तपाईँको बिचमा एउटा एरो रहेको छ। यो एरोबाट तपाईँले चाहिँ यसरी क्लियर अथवा धमिलो बनाउन सक्नुहुन्छ भने यो बिचको यो धर्का रहेको छ दुईवटा औँलाले चाहिँ होइन यसलाई यसरी तपाईँको चाहिँ ट्याक्क बिचमा पुऱ्याउनुलाई यसरी यसरी बिचमा पुऱ्याएपछि यदि तपाईँको एङ्गल एकदमै मिलेको छ भने एकदमै क्लियर देखिन्छ होइन। एकपटक हामी यसरी प्ले गरेर हेर्छौँ। यहाँ चाहिँ तपाईँको यस्तो देखेको छ हेर्नुहोस् है। यहाँ तपाईँ खिच्ने बेलामा चाहिँ अलिकति क्यामेराको एङ्गल यताउता भएको हुनाले अलिकति टेबल चाहिँ डबल देखेको छ, नत्र तपाईँको डबल रोलमा खासै समस्या देखिँदैन। यसलाई अझै मिलाउन सकिन्छ। तपाईँले मार्क्समा क्लिक गरेर यसले यसरी अलिकति धमिलो गर्नुभयो भने तपाईँको होइन अझै राम्रो देखिन्छ। जस्तो अब चाहिँ प्ले गरेर हेरौँ, हेर्नुहोस् है। यहाँ तपाईँको एकजना सुनिरहेको छ र एकजनाले बोलिरहेको छ होइन। अब यो क्लिपले तपाईँले यहाँसम्म पुर्याएर काटिदिनु पऱ्यो, यसलाई यसरी क्रप गरिदिने। यो तपाईँको पहिलो पार्टमा चाहिँ अब यहाँ एकजनाले बोलिरहेको र एकजना सुनिरहेको पहिलो पार्ट भयो होइन। त्यसै गरी तपाईँको दोस्रो पार्ट ल्याउनु पऱ्यो र तपाईँको यसलाई डिलिट गर्दा हुन्छ। अब तपाईँले यसरी फेरि दोस्रो पार्ट ल्याउँछौँ। दोस्रो पार्ट भनेको तपाईँको यो वाला दोस्रो मान्छे बोल्दाखेरि चाहिँ पहिलो मान्छे सुनेर बसेको होइन। यसलाई पनि तपाईँको चाहिँ यो ओभरलीमा क्लिक गर्नु पऱ्यो। ओभरलीमा क्लिक गरेपछि माथिको क्लिपले चाहिँ माथि ल्याउनु पऱ्यो यसरी यसरी ट्याक्क। अब तपाईँको यतापट्टिको मान्छे बोल्दाखेरि यतापट्टि बसेको देखाउनु पऱ्यो। त्यसका लागि फेरि यो ओभरली गरेको भिडियोमा क्लिक गर्नुहोस् र यहाँ तपाईँको मार्क्स भन्नेमा क्लिक गर्नुहोस्। मार्क्समा क्लिक गरेपछि फेरि तपाईँको सेकेन्ड लाइनरमा क्लिक गर्नुहोस्। लाइनरमा क्लिक गरेर तपाईँको यसलाई चाहिँ दुईवटा औँलाले है सँगै तपाईँको दुईवटा औँलाले यसरी मोड्नु होला, अथवा तपाईँको चाहिँ यसरी यतापट्टि मोड्नु होला, यसरी यसरी टक्क मोड्नुहोस् होइन यसरी। अब तपाईँको यो जुन यतापट्टि यो कालो भाग छ यसले चाहिँ अझै क्लियर अथवा धमिलो कसरी बनाउने तपाईँको चोइस हो। यस्तै तपाईँको अलि मिलेको जस्तो होइन बनाउनु पाइयो, यसरी तपाईँको चाहिँ देख्न सक्नुहुन्छ। अब म प्ले गरेर देखाउँछु, सुन्नुहोस् है। यो साथीको कुरा सुनौँ। अब यो पहिलो पार्ट हो, दोस्रो पार्टमा तपाईँको धेरै नजिक भयो है। एकजना बोलिरहेको र एकजना सुनिरहेको जो देखेको छ नि होइन तपाईँको। यसरी तपाईँले चाहिँ यो भिडियो खिच्दाखेरि एङ्गल मिलेन भने चाहिँ अलिकति दायाँ बायाँ देखिन्छ। यदि भिडियो खिच्ने बेला एङ्गल मिलेको छ भने चाहिँ तपाईँको चाहिँ एकदमै राम्रो देखिन्छ यो है। तपाईँले हेर्न सक्नुहुन्छ लास्टसम्मै। यो लास्टको क्लिपलाई हामी डिलिट गरिदिन्छौँ यहाँसम्म राखेर यसरी, र यसलाई डिलिट गरिदिउँ अब यसरी। अब तपाईँको यसलाई हेर्न सक्नुहुन्छ, हेर्नुहोस् त। यो पहिलो पार्टमा एकजना बोलिरहेको छ एकजना सुनिरहेको छ, दोस्रो पार्टमा पनि एकजना बोलिरहेको छ एकजना सुनिरहेको छ र डबल रोल जस्तै देखेको छ होइन। यहाँ तपाईँले फ्र्याङ्क कमेडी भिडियोहरू विभिन्न इन्फर्मेसनल भिडियोहरू यसरी चाहिँ तपाईँले
एकजना बोलिरहेको र एकजना सुनिरहेको, एकजना सोधेको, एकजनाले एन्सर दिएको भनेर चाहिँ डबल रोल भिडियोहरू चाहिँ यस प्रकार बनाउन सक्नुहुनेछ। अब यसरी तपाईँले तयार गरेको भिडियोलाई माथि यसमा क्लिक गरेर होइन तपाईँले चाहिँ सिम्पली 4K मा क्लिक गरेर चाहिँ यहाँ एक्सपोर्टमा क्लिक गर्नुहोस्। एक्सपोर्टमा क्लिक गरेपछि यो तपाईँको 100% भइसकेपछि भिडियो चाहिँ तपाईँको ग्यालेरीमा बस्छ र तपाईँले यो भिडियोले आफ्नो सोसल मिडियामा अपलोड गरेर चाहिँ तपाईँले चाहिँ भ्युजहरू होइन फलोअरहरू सब्सक्राइबरहरू चाहिँ बढीभन्दा बढी बटुल्न सक्नुहुन्छ। यसरी तपाईँले एकदमै सजिलै आफ्नै स्मार्टफोनमा चाहिँ मास्किङको प्रयोग गरेर होइन एउटै भिडियोलाई फरक फरक एङ्गलबाट खिचेर सेम ब्याकग्राउन्डमा राखेर चाहिँ क्यामेरा नहलाइकन तपाईँले आफ्नो डबल रोल भिडियो चाहिँ बनाउन सक्नुहुनेछ। तपाईहरु सम्पूर्णलाई धेरै धेरै धन्यवाद। आजको भिडियोमा कसरी तपाईले मोबाइलबाटै आफ्नो डबल रोल भिडियो बनाउन सक्नुहुन्छ भनेर प्रोसेस बताएको छु। भिडियो पुरा हेर्नु भएकोमा धेरै खुसी लागेको छ। यो भिडियोलाई बढीभन्दा बढी सोशल मिडियामा शेयर गरिदिनुहोस् ताकि अरू साथीहरूले पनि आफ्नो डबल रोल भिडियो अपलोड गरेर सोशल मिडियामा हाल्न सकुन्। थ्याङ्क यू सो मच। कुनै पनि तपाईले अन्य प्रश्न खुदुलीहरू छन् भने कमेन्ट बक्समा राख्नु होला र यस्तै नयाँ अपडेट पाउनका लागि यस युट्युब च्यानल टेक लाक्पालाई पनि सब्स्क्राइब गर्नु होला। म भने बिदा चाहन्छु। तपाईको दिन शुभ रहोस्। नमस्ते, शुभ दिन। नो ड्रामा, नो क्लिक